कमला अधिकारी राउजू तपाईँ जहाँ भए पनि स्टेजमा आएर सम्पर्क दिन हामी हार्दिक अनुरोध गर्दछौँ। हामी गोरु जुदाईको सेमी फाइनल चरणको खेल सञ्चालन गर्न गइरहेका छौँ। भाग्य चिट्टाको कार्यक्रम पनि तयार छ भने हात आएर यस्तो राख्न अनुरोध गर्छु। हाम्रो टेक्निसियन वातावरणमा रहनुहुने साथीहरू कृपया आफ्नो हामी यो पछि लगतै लाइभ 2 मा पनि जोडिने भएकाले उहाँहरूलाई तयारी अवस्थामा रहिदिन हामी हार्दिक अनुरोध गर्दछौँ। बाट पाल्नुहुने गन्धर्व समुदायका सम्पूर्ण हाम्रा कलाकार टोलीहरूलाई आफ्नो प्रस्तुति प्रस्तुत गरिन हामी हार्दिक अनुरोध गर्छौँ। स्वयंसेवक साथीहरू सम्पूर्ण गोरु जुदाई प्रतियोगितालाई मर्यादित निष्पक्ष तरिकाले सफल पार्नको लागि आफ्नो ठाउँमा रहेर भूमिका निर्वाह गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ। सेमी फाइनल सुरु भएको छ। रामचन्द्र लामाको फुच्चे गोरु र किरण गुरुङको तारे गोरु बीच सुरु भएको जुन गोरुले जित्छ उही गोरु फाइनल प्रवेश गर्नेछ। आज हजारौंको संख्यामा उपस्थिति रहेको छ दर्शकहरूको। भिडियो क्वालिटी कस्तो आइरहेछ कमेन्ट गर्दै गर्नुहोस् है। केही सुधार गर्नुपर्ने छ भने कमेन्टमा लेख्नु होला। ल सबास सबास 4000 मान्छे छ होला छैन होला ए गोरु पैसा बाडौँ भने यार किरण भाइले छिक्दियो यार। हालुहरू हटा भयो नि त अनि यताको ठिकै छ उता आगे हैन यहाँ दिला हाँसी बल्ल भयो नि हामी पछि पछि सर्दै आउँदै लो यता पनि गर्नु ताबाट सेमी फाइनलको यो पहिलो गेम रामचन्द्रको फुच्चे गोरु र किरण गुरुङको तारे गोरु बीच भर्खरै मात्र सुरु भएको छ। अर्को सेमी फाइनल दिनेश रावलको र
राजेन्द्र गोदारको गुरु रहेको छ। आफू पनि यहाँ भाग्नलाई रेडी हुनुपर्छ। कता आउँछ थाहा हुँदैन यार, गाह्रो छ हौ लाइभ देखाउन नि। मेसेज गरेर हैरान गर्नुहुन्छ तपाईँहरू, गाह्रो छ लाइभ देखाउनु। पछाडि बसिन्छ, पछाडि छ के भन्छ। आइछ हजुर, ल ठिक छ दाइ, आउनु बसु। तारेको होला सिङ तिहारेको रहेछ है। माले गोरु गयो, अब दोस्रो चरणको म भिडियो पनि सेयर गरौँ है। भिडियो नि क्वालिटी कस्तो आइरहेछ, क्वालिटी भिडियो क्वालिटी। यस पछाडिको भने एकदमै राम्रो राम्रो गुरुबीच बवाल हुनेछ। यता हो क्याप्सनमै लेखिदिएको छु मैले, रामचन्द्र लामाको र किरण गुरुङको हो। यतापट्टिको मतिरको चाहिँ रामचन्द्र लामाको हो, उतापट्टिको चाहिँ किरण गुरुङको हो। मै भतिर पो आइसक्यो गुरु। खतरा पऱ्यो त अहिले त खतरा। ए सुदीप सर यता आउनु है, रेल माथि आउलाखेरि तपाईँ माथि। सबै जान्दैन। यस पछाडिको गोरु जुधाइ हेर्नु होला है, बवाल छ बवाल। कमान्डो भर्सेस माले गोरु।
कहाँबाट हेर्दै हुनुहुन्छ साथीहरू यसो कमेन्ट गर्नुहोस् त चिनजान गरौँ रगतै आइसक्यो कविन्द्र ढकाल भाइ यतै कता छ यही छ कविन्द्र भाइ म खैरेनीबाट भन्दै हुनुहुन्छ प्रेम बरामजी विशाल अधिकारी म केटिएमबाट हो सर भन्दै हुनुहुन्छ उहाँकै गुरु हो फुच्चे गुरु चाहिँ म धादिङबाट तर गुरु मेरो घरको बाक्सो हो भन्दै हुनुहुन्छ परबिन थापा मगर हो र त्यही त नि यतातिर त सबै त्यतै धादिङ नुवाकोटतिरको मात्र गुरुहरू लिएर आउनुहुन्छ कमल केउजी गुरुङ भानुतिर भन्दै हुनुहुन्छ गणेश बगाली दुबईदेखि हेर्दै हो सर भन्दै हुनुहुन्छ नवराज बैलकुटी म गोर्खा भीमसेन थापा म्युनिसिपालिटी 6बाट भन्दै हुनुहुन्छ अरुण छेत्री ठोक सुरेश कुमार म जापानबाट है फुच्चेको बिग फ्यान है कृषाला बस्नेत पोखराबाट भन्दै हुनुहुन्छ सूर्य पाण्डे भक्तपुरबाट प्रेम थापा आज फाइनल हुन्छ कि नै फाइनल हुन्छ थान अमागाई म साउदीबाट शिवकुमार पराजुली थापा इन्डियाबाट हैन अमर गुरुङ हाम्रो यही हो ए अमर गुरुङ दाजु हाम्रै भानु 12बाट हैन तारे गुरुको दानीसँग कन्ट्याक्ट गराइदिनु न सर भन्दै हुनुहुन्छ ऊ हुनुहुन्छ सेतो टी सर्टमा कालो चस्मा हेरेको रामसिंह गुरुङ म धादिङदेखि हो सर भन्दै हुनुहुन्छ विजय तामाङ लाइभ अड्किरहेछ भन्दै लाइभ अड्किरहेछ र छैन होला लाइभ अड्किरहेछ र कमेन्ट गर्नु त अरू साथीहरूले म खोलापारीबाट भन्दै हुनुहुन्छ 15 मिनट जति भयो सर दुर्गा पराजुली मलेसियाबाट सर फ्रम धनकुटा भन्दै हुनुहुन्छ एकदम हजुर त एकदमै मेरो लाइभमा हिजोदेखि जोडिराख्नु भएको छ रेखम तामाङ म धादिङबाट भन्दै हुनुहुन्छ लाइभ अड्किरहेछ भनिराख्नु भएको छ के छ अवस्था 102 जना हुनुहुन्छ यसो कमेन्ट गर्नु त ल ल ल ल ल ल हटे हजुरको नेट स्लो भएर होला अड्किएको सन्दीप काप्री ठिक छ सर भन्दै हुनुहुन्छ आशिष फ्युवा तामाङ ताराले जित्यो भने फाइनल नजुदाए राम्रो भन्दै हुनुहुन्छ किन हो फाइनल त झन् खेलाउनै पर्यो नि आनन्द छेत्री छैन म तुले बरामु हो सर आज फाइनल हो सर भन्दा हजुर एकदमै आज फाइनल हो लाइभलाई यसो सेयर गरिदिनुहोस् न साथीहरू देश विदेशबाट नि हेर्नुहुन्छ सबैजनाले हाम्रो ठाउँमा पनि यस्तो हुँदो रहेछ भन्ने सबैलाई जानकारी हुन्छ मनोरञ्जन हुन्छ विदेश बस्नेहरूलाई छैन क्लियर छ भन्दै हुनुहुन्छ लेखनाथ अधिकारी रमाइलो भएछ भन्दैछ कमल केउजी गुरुङ लाइभ ठिक छ भन्दै हुनुहुन्छ तारेलाई रेस्ट पुगेको छैन विकी जङ अधिकारी लाइभ राम्रो छ अड्किएको छैन भाइ भन्नुहुन्छ दिनेश दाई वेलकम कता तपाईँ चितवनतिर हुनुहुन्छ कि यतैतिर हुनुहुन्छ दिनेश थापा यसपछिको कसको हुँदै हुन्छ यस पछाडिको चाहिँ तपाईँको राजेन्द्र गोदार र दिनेश रावलको कमान्डो भन्ने हो एकदमै चर्चित रहेछ यो कमान्डो भन्ने कुरो अहिलेसम्म हारेको रेकर्ड छैन अरे
अब यहाँ चाहिँ के हुन्छ थाहा छैन, तर बवाल छ गोरु चाहिँ। खतरा जुत्छ त गोरु। प्रवेश अधिकार डिडिमियर प्रवेश अधिकारी म दुधे कुनाबाट हो। मान्छे किन नजिक नजिक आफै जुत्नको लागि यो घरधनी हो, त्यही भएर हो। लाइभ बबल आएको छ फाइनलमा, तर माले भयो भने तरलाई फाइदा हुन्छ, तारेलाई फाइदा हुन्छ। के छ मामा? ठिक छ ठिक छ। यो कुन गेम हो? फाइनल हो, सेमी फाइनल हो, सेमी फाइनल हो। कसले सेयर गर्नु भएको छ यो मेरो लाइभलाई? यो म्याच तनहुँबाट हो। तनहुँको भानु नगरपालिका वडा नम्बर 12 स्थित यो आले भन्ने गाउँमा हो। यहाँ चाहिँ हिजोदेखि सृजनशील कृषक समूहले आयोजना गरेको ऐतिहासिक कृषि तथा पर्यटन महोत्सव हो। कमान्डोले हारेको छैन। धेरै गगन थापा मगर मेरो भाइ के छ खबर? कता छौ? अर्को कता कता छ दाजु? अर्को कमान्डो भन्ने भानु दुधे कुनाको हो 10 नम्बर वडाको, र अर्को चाहिँ यतै 12 नम्बरको हो राजेन्द्र गोदारको। प्राइज चाहिँ प्रथमलाई 35,000 छ। किरण गुरुङको तारे गोरुले जितेको छ। बधाई छ, फाइनल प्रवेश गरेको छ किरण गुरुङको तारे गोरु। अब भनेको यस पछाडिको दोस्रो सेमी फाइनल भने एकदमै रोमाञ्चक गोरुहरूबीच हुनेछ। सबैजना लाइभमै जोडिराख्नु होला। यस पछाडिको भने झन् खतरा छ, एकदमै यसरी थाकेछ गोरु।
हरिजीसी थ्याङ्क